भोक लाग्छ भोक लाग्यो बेला वाट्स बेटर देन डबल चिज चिकन बर्गर एकदमै जुसी घरमै बनाउन सक्ने गजबको म अनि मेरो भतिजको एकदमै फेभरेट बर्गर हो यो टाइम बनाएर खाइरहेको छौँ हामी पहिला प्याज क्यारामलाइज गरौँ प्याज बटर अनि प्याज क्यारामलाइज हुँदासम्म सस बनाऊ यो सस चाहिने के राखेको छु मैले तल डिस्क्रिप्सनमा राखिदिउँ ल अनि यो ससमा चाहिँ तपाईँलाई आफ्नो क्रिएटिभिटी देखाउनु होला जस्तो मनपर्छ त्यस्तो बनाउनु होला चिकन चाहिने मैले आधी केजी ल्याएको थिएँ किमा त्यसलाई 4 टुक्रा बनाएर अनि 2 टुक्रा फ्राई गर्दैछु नुन ब्ल्याक पेपरले सिजनिङ गर्नु होला अनि पल्टाइसकेर फेरि त्यता पनि नुन र ब्ल्याक पेपर अनि यति भइसकेपछि चिज राख्नुहोस् चिजलाई एकछिन छोपिदिनुहोस् चिज पग्लिसकेपछि टक्क निकाल्नुहोस् निकालिसकेपछि बङलाई पनि टोस्ट गर्नुहोस् एकछिन रातो भइसकेपछि निकाल्नु होला अनि यसको माथि राख्नुहोस् सस विथ क्यारामलाइज अनियन लेटस टमेटो अनि अघिको चिकन फेरि सस हाल्नुहोस् माथिबाट क्यारामलाइज अनियनसँगको त्यसपछि यति भइसकेपछि रेडी भइसक्यो तपाईँको चिकन बर्गर अच्छा